2 वर्ष अघि भारतमा हराएको आफ्नो बच्चा अन्ततः नेपाली दम्पतिले फेला पारेका छन्। भारतको उत्तर प्रदेश राज्यको गाजियाबाद स्थित विजयनगर क्षेत्रमा एक एकल महिलाले पालेको अवस्थामा सो बच्चा फेला परेको हो। 2 वर्ष अघि आमा बुबासँग बिछोडिएको उक्त बच्चा विजयनगर क्षेत्रमा फेला परेको बताइएको छ। प्रहरीले बच्चाको अभिभावक फेला पार्न नसकेपछि बाल आश्रममा पठाएको थियो। बाल आश्रमबाट प्रक्रिया पुर्याएर ती एकल महिलाले उक्त बच्चालाई करिब 10 महिना अघि कानुनी प्रक्रिया पूरा गरी आफ्नो घरमा लगेर पालेकी थिइन्। यस बीचमा उक्त बच्चाका जैविक अभिभावक भने बच्चाको खोजीमा भौतारिनु परेको थियो। भारतीय सञ्चार माध्यमका अनुसार बच्चा हराए लगत्तै खोजी कार्यमा जुटेका उनीहरू केही समयपछि निराश भएर नेपाल फर्किएका थिए। ती नेपाली दम्पति केही अघि भारत पुगेर बच्चाको खोजी प्रक्रियामा पुनः सामेल भएका थिए। सोही क्रममा विजयनगर थाना पुगेर उनीहरूले आफ्नो बच्चा पहिचान गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार उक्त बच्चाले समेत आफ्ना अभिभावकलाई पहिचान गरेको छ।